मादल लिएर आउनु तैँले मादल रोको यहाँ हिँड्छ साइडमा लगा एकछिन साइडमा रोक्छौ भाइ हामीले चलाउनु जस्तो हेलो जी गुड मर्निङ वेलकम टु ब्याक टु माई च्यानल कति बेला बनायो गेडा थाहा हुन्यो मुने ठिक छ सब उठाएर पनि दिने नत्र छारा दिने हो कि नै हिटेर यसलाई मोडा मान्ने हो ढाल हाल माल्ले सबै उठेर नाच सबै उठेर जाँदा म नाच्छ हिँडी आएर टाइम गाडी रोकेर हिटेर पुमारेर खाना हुन्छ छाड्डे मसा लाउनु मादल लिएर आउनु तैँले मादल रोको यहाँ हिँड्छ साइडमा लगा एकछिन साइडमा रोक्छौ भाइ साइड नै भने लानु एकछिन साइडमा रोक्छौ साइड रोकेर नै भाग्दैन किन भाग्ला यहाँ उतानिर ओनिर लगाउँछौ अब उनीहरू नाच्यो मादल दियो भने गाइज हामी आइरहेको थियो क्या बाटोमा यहाँ होली बनाउने साथीहरू भेट्यो अब यहाँ हामी होली सेलिब्रेट गरिदिने भनिदिइरहेको छ साथीले होइन टक्क को हो होइन थाहा छैन तर होली अब बाटोमा भेटिरहेको हो होली मनाइदिनु पर्ने भयो ह्याप्पी होली ह्याप्पी होली दाइ अर्को होलीमा पनि यसरी भेट होस् ह्याप्पी होली ह्याप्पी होली होली रे होली यहाँ कहाँ हो कुन ठाउँ हो यो बुडरको होली गाइज हजुरहरू कुनै कलेजबाट हो बुडरको होली ह्याप्पी होली एन्ट्री गराएर त जा भन्यो कि जा भन्यो कहाँ छ पेपर कहाँ छ पेपर छैन त के मागबाट भिडियो बनाएको छु म काट्दिने भने के होला त
हरेकमा ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली हजुर ह्याप्पी होली ह्याप्पी होली एकजना त्यहाँ सुतिसकेको छ गाइज होइन त्यसको पुरा सुत्ने आज जरुरी आना अब सिधारबाट आयो अरे गजिरोला भन्ने ठाउँ आयो अब हाम्रो घर आयो गाइज होइन गजिरो भन्ने ठाउँमा आयो तपाईँहरूलाई देखाउँछु म होइन एकछिनमा अरे यहाँ त अचेल तोडफोड गरेर रहेछ अरे तोडफोड गरेर रहेछ ल यो लाइफ टाइममा फर्स्ट टाइम होइन लालीगुराँस टिप्दैछु आफै त्यो पनि आउने हो कि होइन सिधा उहीमा आएका छौँ त्यो कि मलाई हेल्प चाहियो क्या ल टिप्यो ल कोमल्लो मलाई कसम म लालीगुराँस गाइस फाइनली मेरो हातमा छ मलाई देखा गाइस फाइनली होइन लालीगुराँस मिठो छ मुड़ झाड़ दिया आप तो छाड़ दिया ह्याप्पी होली आधाबाट कुकुरा पनि गर गेडा 50 भन्दा बढी हो यो रडुवा म गाने म जाने बाटो हाम्रो गाउँ ताउँ ल गाइस सिलगढी पुगेर होइन 8 घन्टापछि अहिले फेरि अत्तरियामा हाम्रो डिनर हुँदैछ 9 घन्टापछि फेरि अत्तरिया फर्केर यहाँ डिनर हुँदैछ अहिले एकछिनमा होइन यो त भोमिट गरेर खत्तम ल्याङ भइसकेको थियो होइन हामी चाहिँ अहिले फ्रेस छ पर्दैन भयो 7 घंटा नहीं है इन्होंने मस्ती की है रास्ते में ठीक है मैंने पूरी चलाई आँखा का पानी हेर न कसो भएको छैन आँखा तिमीहरू सुतेर जाने हो मुला भाई फाइनली ना यहाँ पे हमले अहिले खाना साना खाए है ना मैले तो चावल पेले 1 प्लेट है ये तो गया काम से ये महाराज अब डाइटिंग में छन् हैन त्यही भएर मेरो चाहिँ हालत खराब गरिदियो यहाँ रातभरि गाडी चलाएर बाँकी शैलेश सती मन्दिरमा इन्ट्री हुँदैछ गाइज होइन फाइनली 9 आवर्सको ड्राइभिङ पछि हामी अल द वे धनगढी टु शैलेश्वरी पुगिसकेका छौँ होइन फाइनली तर हामी त्यहाँ यहाँको लोकल बासिन्दाको इन्फर्मेसन अनुसार यो मन्दिर क्लोज हुन्छ भनेर हामीलाई अलिअलि त्यहीँ बस्ने अवस्था पनि बनाइरहेको थियो दोहोऱ्यामा अलिक फर्काउने पनि पुगिसकेका थियो तर फाइनली यहाँ बन्द चाहिँ नहुँदो रहेछ अहिलेसम्म भजनहरू आरती सारती यहाँ बजि नै रहेछ होइन मन्दिर चाहिँ यही हो बाँकी घुम्ने तीर्थयात्री भने के भन्छन् उहाँहरू पनि अल टाइम अभाइलेबल हुँदो रहेछ त्यो चाहिँ हामीलाई त्यति थाहा थिएन तर मन्दिर चाहिँ यही हो अब खै थाहा छैन सधैँ यस्तै हो कि अब होलीको टाइममा मात्रै यो ओपन हो त्यो त मलाई थाहा भएन होइन बाँकी भयो जय शैलेश्वरी माता की हामी
दुर्गा माताको मूर्तिको तल जाँला छौँ होइन। यो चाहिँ बाघको मुख हो। यहाँबाट यो चाहिँ जाने बाटो नै हो। अब भित्र चाहिँ ठुलो मूर्ति छ। अब जुत्ता यहीँनिर खोल्नुपर्ने हो कि त्यस्तो खासै केही थाहा छैन। अब खोलेर हिँडिदिउँ न भित्र, खोलेर हिँडिदिउँ यहाँनिर होइन। जुत्ता सुत्ता खोलिन्छ कुरा हो। अलि रेस्पेक्ट भन्ने कुरा पनि हुनु पऱ्यो हाम्रो होइन। के भन्छ यो प्रिमेटिभ चलन होइन। यहाँनिर मूर्तिहरू धेरै मूर्तिहरू हुनुहुन्छ यहाँ होइन। दुर्गा माताको यो चाहिँ बवाल छ क्या यहाँ चाहिँ। आम्मा यस्तो ठुलो छ नि, लास्ट ठुलो छ यो त। यो चाहिँ लास्ट ठुलो छ। हामी त खुट्टानिरै छौँ तल। यो मूर्ति चाहिँ बवाल छ क्या। It's taken all the way from Dangari to Silgadi. हामी फाइनली यहाँ आएर दुर्गा माताको के अरे